हेलो एभ्रिवान वेलकम टु माई मिनी ब्लग है सबैजनालाई एकदम गुड मर्निङ। आज चाहिँ हाम्रो ठ्याक्क मर्निङ सर्भिस यहाँ मर्निङ सर्भिसमा चाहिँ गेस्टले अलिकति रिक्वेस्ट गर्नुभएको थियो कि थोरै लाइक केही डेकोरेसनहरू केही गरिदिनु न हाम्रो लागि केही स्पेसल हुन्छ भने पोसिबल भन्नुभएको थियो। अनि त्यस पछाडि म चाहिँ लागिरहेको छु धमाधम डेकोरेसन गर्न होइन मलाई जति आएको जति गरिरहेको छु। अगाडिको चाहिँ गर्नै पाइनँ क्या साथी उता बाथरुमतिर क्लिन गरिरहेको थियो। मेरो काम चाहिँ हाउसकिपिङ हो नि त हाम्रो काम चाहिँ। अनि क्यामेरा पक्रिने मान्छे कोही भनेर अगाडिको चाहिँ गर्नै पाएन। अनि मैले चाहिँ बेडहरू बनाइसकेर यताउता गरेर साथीले बाथरुमहरू सकेर आएछ। अनि साथीलाई क्यामेराम्यान बनाएर चाहिँ म चाहिँ डेकोरेसन गर्न लागिरहेको छु होइन। अलरेडी बनाइसक्यो, 2टा हार्ट पनि बनिसक्यो, स्वान पनि बनिसक्यो। त्यो टावलले चाहिँ त्यो हार्ट बनाएको क्या स्वान भन्छ नि त, हाँस के भन्छ हाम्रोतिर। अनि यस्तो बनाइरहेको छु। अब खै गेस्टलाई मनपर्छ कि पर्दैन थाहा छैन। जस्ट मैले चाहिँ सिम्पल लेखिदिइरहेको छ, जस्ट अलिकति डेकोरेसन गरेर हेभ ए नाइस डे भनेर नर्मल्ली। अब अरू त के लेख्ने हो र। अनि साइडतिर अलिअलि फुलहरू यताउता जति मलाई आएको टाइपले गरिरहेको छु। अब आउनु त अरू टाइप पनि आउँछ, लाइक यो चाहिँ अलिकति नर्मल सजिलो छ नि त। अलिकति सर्भिस रुम पनि 5-6 रुम सर्भिस थियो। अनि धेरै टाइम नलागिकन छिटो सक्नुपर्छ भनेर चाहिँ म चाहिँ धमाधम दिइरहेको छु होइन साथीसँग गफ गर्दै। अनि गेस्ट पनि फेरि ठ्याक्क यही टाइममा आइदिएको के, गेस्ट पनि आइदियो। अब गेस्ट आयो भने क्यामेराम्यानलाई चाहिँ केही छैन बस भनेर चाहिँ फोन अडाउन लाग्यो। गेस्ट आएर हाँसिरहेको छ क्या, के गरिरहेको तिमीहरू भिडियो पनि बनाइरहेछ भनिरहेछ। अनि ब्लगको लागि भनेको गेस्ट पनि ओके क्यारियन नो प्रब्लम भन्दै गयो। अनि त सुकुनसँगले म चाहिँ बनाइरहेको छु। अनि ऊ चाहिँ डराइरहेको छ कि फेरि साथी चाहिँ। हाम्रो अलाउड छैन नि त लाइक यस्तो गेस्ट रुममा चाहिँ यस्तो फोटोहरू खिच्न भिडियोहरू बनाउन अलाउड छैन नि त। इफ गेस्टले कम्प्लेन गर्यो भने चाहिँ हामीलाई प्रब्लम हुन्छ। अनि गेस्टलाई मैले भन्यो केही कम्प्लेनहरू केही गर्नुहुन्न नि भनेको, केही छैन हामी केही नि गर्दैन गर तिमीहरू भनेर गेस्ट बाहिर गयो बिचमा। अनि ढुक्कसँगले बनाइरहेको हामी 3जना हो क्या जम्मा। हामीले लाइक पहिले त काम गरिरहेको ठाउँ चाहिँ पहिला चाहिँ म नर्मल सानो भिल्लामा काम गरिरहेको थियो सिङ्गल बेडरुममा। अनि अहिले चाहिँ मलाई चाहिँ यता सिफ्ट गरिदिएको छ कि यो फ्यामिली भिल्ला 2 बेडरुममा। अनि यहाँ चाहिँ एक्लै काम गर्न गाह्रो हुन्छ नि त। 2-3टा बेड छ, 2-3टा बाथरुम, पुल साइडहरू ठुलो छ क्या रुम, एकदम ठुलो छ फ्यामिली भिल्ला। अनि यता चाहिँ साथी पनि दिएको छ मलाई लाइक 2जना। अस्ति सुरुमा त एक्लै पनि गऱ्यो 1-2 दिन त मैले। अनि फेरि अहिले चाहिँ 2जना साथीहरू पनि दिएको छ, नयाँ साथीहरू भर्खर आएछन्। उनीहरूलाई चाहिँ अलिकति ट्रेन गराएको टाइपको भइरहेछ। तर उनीहरू पनि सबै जानिसक्यो कामहरू गर्न। मलाई पनि त्यस्तो मजाले त आउँदैन, मलाई जति आएकोहरू सिकाइरहेको। अनि साथीहरूले पनि जानिसक्यो। अनि एकदम हेल्पफुल छन् कि इन्डियन हुन् साथीहरू चाहिँ 2जना। तर भनेको मान्छन् के, लाइक अब नत्र यस्तो मान्दैन नि त। यस्तो फोन पक्रेर बस न म यस्तो गर्छु भन्दा कहाँ मान्छ र उनीहरू होइन। थ्याट ज्याउ लाग्छ भन्ने खालको हुन्छ नि त। तर उनीहरू चाहिँ मान्छ क्या फेरि भनेकोहरू पनि। घर हामीलाई पनि भरे के अरे भिडियोमा हाम्रो पनि फेस देखिनुपर्छ है भनेर उनीहरू त अझ एक्साइटेड भइरहेको के। मैले भनिरहेको छु ओके तिमीहरूको पनि फेस निकालौँ न, सबैजनाको निकालौँ न, अनि युट्युबमा हाल्छु, तिमीहरूलाई पनि म लिङ्क सेयर गर्छु, भिडियो नि हेर, सब्सक्राइब नि गर है त भनेको। ओके भनिरहेको छन्। अनि अस्ति चाहिँ म एक्लै थिएँ। अनि अहिले चाहिँ अरू 2जना साथी पनि आएछ र मलाई सजिलो भयो कि साथीहरू पनि भएपछि त 3जना भएपछि त लाइक म यस्तो डेकोरेसनहरू पनि गर्ने टाइम मिल्यो होइन। नत्र त मिल्दैन थियो क्या यस्तो डेकोरेसनहरू गर्नलाई। क्लिन गर्दा इनफ टाइम सकिहाल्छ टाइम नै। अनि हामी चाहिँ अब त्यस्तो डेकोरेसन गर्न चाहिँ मेन त टिप्सको लागि हो होइन। सायद हाउसकिपिङमा काम गर्ने साथीहरूलाई थाहा होला यो डेकोरेसन टिप्स भन्ने कुरा कति इम्पोर्टेन्ट हुन्छ होइन। गेस्टलाई कसरी हुन्छ इम्प्रेस पार्ने, बोलेर हुन्छ कि डेकोरेसन गरेर हुन्छ कि होइन के गरेर हुन्छ गेस्टलाई खुसी बनाउने। अनि अर्को साथी आइरहेको छ बेड बनाइरहेको छ, ऊ चाहिँ अझ हो खुम्ची अरे अझ राम्रो बनाउनुपर्छ पैसा पाउँछ भनिरहेको छ। अनि केटाहरूको एक्साइटेड के फेरि मलाई के भनिरहेछ, दामी बनाऊ भोलि $100 पाइन्छ अरे। सम्झिने $100 सम्झिने होला $100 त $5 नि पाउँछ। तर गेस्ट चाहिँ दामी रहेछ, कपाल रहेछ, रसियन रहेछ नि 2जना।
जस्ट यङ यङ केटी पनि यङ केटा पनि यङ कहाँबाट यत्रो पैसा ल्याउँछ हौ यिनीहरूले यार यो रुममा बस्नको लागि पर नाइट $3,600 छ कि पर नाइट अनि यार यिनीहरूले कहाँबाट ल्याउँछ यार पैसा यत्रो धेरै पैसै कमाउन सकिन्न हामी त हाम्रो त $3,600 को लागि त कति महिनाको सेलेरी जान्छ मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला गाइजहरू है अलिकति धेरै सब्सक्राइब हुन्थ्यो कि अलिकति है भ्युजहरू ठ्याक्क आउँथ्यो कि अहिले त मेरो सब्सक्राइबर पनि हुनुहुन्न अनि भ्युज पनि आउन्न कि 10, 20, 100 पनि भ्युज आउँदैन यार थाहा त्यस्तो छ हालत त अनि अब चाहिँ सक्यो अब डेकोरेसन जस्ट फुल लाउने त्यस पछाडि सक्यो म तपाईँहरूलाई अहिले मजाले भइसकेर पनि देखाउँछु कस्तो भयो भनेर पनि अनि मैले जानेको चाहिँ गर्न चाहिँ अब खै गेस्टलाई मनपर्ने हो कि मन नपर्ने हो थाहा छैन होइन अनि के साथीहरू एउटा कुरा लाइक अब यस्तो भिडियो बनाउँदाखेरि अहिले त ठिकै क्वालिटीको छ युट्युबमा पोस्ट गरेपछि क्वालिटी पनि एकदम घट्छ हौ किन हो यार तपाईँहरूलाई केही आइडिया छ त्यो अलिकति क्वालिटी सेम रहने म हिजो अस्ति पनि एउटा भिडियो मैले बनाउने चाहिँ अहिले यो 17 Pro Max देखि हो बनाउन चाहिँ अनि यो भिडियो पनि लाइक मैले अलिकति एडिटहरू चाहिँ गर्न चाहिँ भिडियो क्वालिटीमा पनि त्यही भएर हो कि कस्तो क्वालिटीहरू नै घट्छ कि अहिले त ठिकै देखिरहेछ यहाँ त अनि युट्युबमा हालेर अपलोड भइसकेपछि चाहिँ लाइक हुन्छ नि ब्लर टाइपको अलिक कस्तो हुन्छ कि यहाँ रुमभित्र फेरि आज त्यो लाइट पनि सबै खोलेको थियो नि त्यही भएर त्यस्तो लाइटको कम्बिनेसन पनि खासै मिलेन क्या त्यही भएर अलिकति त्यस्तो ब्राइट पनि आएको छैन भिडियो पनि अनि अहिले याद आइरहेछ कि मलाई त्यो पछाडिको पर्दा पनि खोलेको थिएन रहेछ दिमाग त यस्तो छ सर्भिस गर्दाखेरि है काम गरेको त यत्रो भइसक्यो छैन दिमाग छैन कि अनि त्यो लाइट त्यहाँ पछाडिको त्यो पर्दा पनि खोलेको भए चाहिँ त्यो कर्टन ओपन गरेको अलिकति लाइट आउँथ्यो नि त बाहिरको पनि बाहिर पुलहरू थियो भ्यू पनि हुन्थ्यो अनि अलि राम्रो देख्थ्यो होला लाइटहरू पनि खासै छैन त्यही रुमको लाइट अलिअलि दुःखसुख गरिरहेछ यहाँ काम चलिरहेछ अनि अब चाहिँ सक्यो डेकोरेसन पनि जे जस्तो आइन सक्यो अब गेस्टलाई मनपर्छ होला है मन नपरे नि के गर्ने हो र पेवाला होइन लाइक फ्रीमा बनाइदिएको हो हामीले उनीहरूको लागि त्यो पनि बनाउँदैन थियो होला हामी गेस्टलाई कपालहरूलाई चाहिँ अलिकति इन्जोय यस्तो हुन्छ नि त अलिकति इन्जोयमेन्ट लाग्छ नि त फाइनल लुक चाहिँ यस्तो भएको छ यस्तो भयो फाइनल लुक चाहिँ अनि एउटा हार्ट चाहिँ अलिकति राम्रो भएन रहेछ कि एक साइडको चाहिँ ठिकै भयो स्वानको त दुःखसुख ठिकै भएको छ तल त्यो मैले पत्ताबाट बनाएको एकतिरको चाहिँ अलिक राम्रो भएन रहेछ कि अलिक कस्तो खुम्चेको टाइपको भएको छ है एक साइडको चाहिँ फेरि बनाउन नि झ्याउला हो क्या अनि यो मेरो साथीहरू चाहिँ दुईजना है यो यता राइट साइडको चाहिँ मेरो क्यामराम्यान राइट साइडको मेरो क्यामराम्यान लेफ्ट साइडको उता कल गरिरहेछ यिनीहरू चाहिँ मेरो साथीहरू ल बाई बाई एभ्रिवान सबैजनालाई थ्याङ्क यू फर वाचिङ